नमस्कार सबैजनामा। आज चाहिँ जेठ 27 गते बुधबारको दिन। आज हामीले यस तमोर हाइड्रो पावर को एनालाइसिस गर्न गइरहेका छौँ। अब यो कम्पनी के छ, कस्तो छ, यसको विभिन्न विवरणबाट सुरु गरौँ है त। अब सुरुमा त हेरौँ यो कम्पनीको पर मेगावाट कति छ। 73 मेगावाटको प्रोजेक्ट हो भने यसको कस्ट पर मेगावाट भनेको 18.26 करोड भनेको एभरेज टाइपकै पेड अफ क्यापिटल 3.33 अर्ब रहेछ। टोटल मार्केट क्यापिटल 15.30 अर्ब। त्यसपछि फ्लोट टाइप त हाई नै भयो। पब्लिक सेयर 3.33 सिआर, 100% नै पब्लिक भएको छ। अब यसको फन्डामेन्टलतिर जाने हो भने इपिएस चाहिँ 10 छ, डिस्ट्रिब्युटेड इपिएस पनि 10 छ। यसले छायो भने गत वर्षको मुनाफाबाट हामीलाई 10% चाहिँ डिभिडेन्ड दिन सक्ने क्षमता छ। आरओएबाट 2.382, नेटवर्थ 117.67, निकै राम्रो नेटवर्थ रहेको छ। अब यसको अरू फन्डामेन्टल त निकै राम्रो रहेछ है। अब हामीले अब टेक्निकल अवस्था हेरौँ न त तमोरको। हामीले सुरुमा बाई चाहिँ हामीले यो कहाँ दिएको थियौँ भने यो जोनमा प्रमोटरको लकिङ भयो, सप्लाई दियो गयो, सप्लाई प्रमोटरको सप्लाई पनि खाइदिए अपरेटरहरूले। त्यसपछि माथि गयो। यहाँ त हामीले त किन्न सक्दैनौँ किनकि रिस्क हुन्छ। के थाहा हामीले यहाँ किनेपछि यो घटेर यता आउने हो कि भन्ने पनि त हुन्छ नि। तर हामीले के गर्नु पर्यो, अब कन्फर्मेसन ट्रेडरहरूले के गर्न सकिन्छ भने माथि गएको बेलामा साइडवेज बस्दै आएको छ नि त। साइडवेज बस्दै आउँदाखेरि यो जोनमा चाहिँ हाम्रो डिमान्ड जोन छ। किनकि यत्रो फल आउँदाखेरि मार्केटलाई उठाएको डिमान्ड जोन यो हो। यो डिमान्ड जोनमा आएपछि हामीले ट्रेड लिने। त्यसपछि यो 397लाई स्टप लस लगाउने। यहाँदेखि हामीले ट्रेड लग्ने। यहाँ जाँदा हामीलाई पहिलो रेसिस्टेन्स हाम्रो कहाँ छ, हाम्रो टार्गेट कहाँ हुन्छ भने यो जोनमा हुन्छ। यो जोन कहाँ हो, 500 देखि 490 को एरिया। यो त्यहीँ गएर सप्लाई पनि लियो। तर अब आउँदै गर्दा यसले कहाँ आइरहेको छ यो सप्लाई लिएर भन्दाखेरि यो मिटिगेसन ब्लकमा आइरहेको छ। अब मिटिगेसन ब्लकमा आएपछि त अब हामीले आउने बित्तिकै किन्न त भएन नि। कुनै कन्फर्मेसन चाहियो हामीलाई हेर्नु। भोल्युमको कन्फर्मेसन छ यसमा। बढेर जाँदाखेरि मजाले भोल्युम पर्यो, घट्दै आउँदा भोल्युम छैन, जुन सकारात्मक। तर यसले प्राइसले चाहिँ यहाँनिर के बनाइरहेछ, कन्सोलिडेट भइरहेछ। तर के छ, भोल्युम अप हुन खोजिरहेछ भने यसमा चाहिँ बिग मनीहरूको इन्ट्री हुन सक्छ है त गाइस। अब हामीले टार्गेट कहाँ लिने त तमरलाई। अब हाम्रो पहिलो रेसिस्टेन्स हाम्रो तमरको कुन हुन्छ भन्दा हाम्रो लागि पहिलो रेसिस्टेन्स भनेको त यो नै हुन्छ। 550 देखि 570 सम्मको जोन भनेको हाम्रो लागि पहिलो रेसिस्टेन्स जोन हो। अथवा यदि कदम कदाची यतैबाट पनि फल आउन सक्छ, नआउने होइन। यही जुन यो 500 देखि 520 को जोनबाट पनि सप्लाई आउन सक्छ। हामीले चाहिँ वाच गरेर बस्नु पर्यो। अब बाई जोनमा चाहिँ छ तमोर चाहिँ, सो यु क्यान टेक रिक्स